हेलो गाइज, सबैजनालाई नमस्ते। अब आउँदै गरेको एनपिएल नेपाल प्रिमियर लिग हामीले कसरी लाइभ हेर्न सकिन्छ भन्ने जानकारीमा म भन्न गइरहेको छु। हजुरहरूले राम्ररी यो भिडियोलाई नछुटाइकन हेरिदिनु होला। हामी सुरुमा अहिले एपिके पुरे भन्ने एप छ, जो हामीले गेमहरूदेखि लिएर जुन प्ले स्टोरमा हुँदैनन् त्यो चाहिँ हामीले हेरेर हाल्न मिल्छ कि त्यहाँ प्ले स्टोरमा नभएको एपहरू हेर्न मिल्छ। यसरी नै एपिके पुरे एप डाउनलोड एपिके डाउनलोड लेख्नुहोस् हैन। यो लेखिसकेपछि तपाईहरु कन्टिन्यू गर्नुहोस्। त्यसपछि यहाँ एपिके फर्स्टको डाउनलोडवालामा जानुहोस् हैन। त्यसपछि हल्का तल गर्नु र यहाँ डाउनलोड एपिके भनेर लेखेको हुन्छ, त्यहाँ गएर डाउनलोड गर्नु होला। त्यसपछि हजुरको त्यो डाउनलोड भइसकेपछि हजुर एपिके पुरो एपमा जानु होला। अनि एपिके पुरो एपमा गएपछि तपाईको डाउनलोड भएर देखाउँछ एपिके पुरो एप सुरुमा हैन। यसरी आउँछ, त्यहाँ गएर सर्च गर्नु होला डिसोम गो लेखेर। यहाँ होमको स्पेलिङ मिस्टेक भएछ। डिसोम कस्तो डिसोम गो लेख्दा नि हुन्छ। डिसोम हटाएर यहाँनिर डिसोम गो भएकोमा क्लिक गर्नु होला। त्यसपछि त्यो जुन अहिले ओपन लेखेको छ नि हो, त्यहाँनिर चाहिँ तपाईको डाउनलोड लेखेको हुन्छ, त्यहाँ डाउनलोड गर्नुहोस् र त्यसपछि त्यसलाई ओपन गर्नुहोस् र तपाईले आफ्नो नम्बर रजिस्ट्रेसन गरेर सजिलैसँग डिसोम गो एप डाउनलोड गर्न सक्नुहुन्छ। धन्यवाद।